कार्यक्रम सञ्चालक तथा प्रखर वक्ता तथा नेता धेरै एजुकेटेड पर्सन हाम्रो कृष्ण चोङबाङज्यू लगायत यस आजको यो जुन पार्टी प्रवेश र राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव प्रसार अभियानमा जोडिनु भएका सम्पूर्ण आदरणीय श्रद्धेय हाम्रा भद्र मित्र तथा आदरणीय नेताद्वय र हाम्रा आदरणीय जैने उम्मेदवार सुरेन्द्र कार्कीज्यू लगायत उहाँका पिताश्री सँग धेरै पुरानो पहिले पनि हाम्रो भेटघाट आदरणीय मित्र वीरेन्द्र कार्कीज्यू लगायत गञ्जवीर बुढाथोकीज्यू लगायत शम्भु तुम्बामज्यू आदरणीय यहाँ सरहरू सबैलाई मैले हाम्रो शेरबहादुर दाइज्यू हाम्रो मित्रहरू सबैलाई हाम्रो यस पार्टीका पार्टी सभापति लगायत हाम्रा चाहिँ महिला अनाहुर नेत्री हाम्रो आदरणीय बहिनी के अरे नातिनीज्यू लगायत हाम्रो बहिनीज्यू सबैलाई मैले यो समग्रमा एकमुष्ट यहाँहरूलाई चाहिँ के अरे नमस्कार गरेँ है। मूलत यस पार्टीमा आबद्ध हुनुको मुख्य कारण भनेको चाहिँ मैले धेरै विचार गरेर धेरै विमर्श गरेर म पार्टी प्रवेश गरेको छु र म यो जुन अहिलेको समय भनेको यस्तो समय हो जुन समय रोकेर रोकिँदैन, त्यस्तो समयलाई पहिचान गरेर चाहिँ यो हामी स्वार्थको लागि यहाँनिर प्रवेश गरेको होइन, बिल्कुलै हामी स्वार्थको लागि प्रवेश गरेका होइन, यो आवश्यकता हो। आजको जुन हाम्रो वीरेन्द्र कार्कीज्यू होइन वीरेन्द्र कार्कीज्यू जुन हाम्रो सुरेन्द्र कार्कीज्यू चाहिँ युवा नेता हाम्रो प्रतिनिधि सभाको जो हुनुहुन्छ, उहाँ आफैमा इन्जिनियर र उहाँ चाहिँ एकदमै शालीन एउटा सौहार्दपूर्ण ढङ्गबाट चाहिँ उहाँ चाहिँ एउटा सङ्घ सङ्गठन र साथीभाइ सबै मित्रहरूसँग चाहिँ व्यवहार गर्ने मान्छे र उहाँ चाहिँ हामीले यस तेह्रथुम जिल्लाबाट अत्याधिक बहुमतले जिताउन सकेका खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई एउटा इट्टा थपेर भोलि गएर चाहिँ बहुमत प्राप्त गरेर चाहिँ सरकारमा पुर्याएर एउटा विभागीय मन्त्री लिन सक्नुहुनेछ भन्ने मलाई ठुलो आशा छ र जिल्लाको लागि पनि धेरै योजनाहरू धेरै कामहरू गर्नुहुनेछ भन्ने मलाई एउटा आशा छ। किनभने हाम्रो आदरणीय राष्ट्रिय प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले भनिसक्नु भएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको भिजन के छ यस्तो सोधिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको भिजन त्यस्तो अनौठो त्यस्तो अकल्पनीय चाहिँ छैन, साधारण छ, सजिलो छ भनेर चाहिँ उहाँले बताउनु भएको छ। त्यो शब्दबाट म धेरै इम्प्रेस भएँ, म धेरै प्रभावित भएँ, इन्फ्लुएन्स भएँ, म है प्रभावित भएँ। किनभने हिजोका हाम्रा दल धेरै दल छन्, अब यिनै गिनेका ठुला दलहरूको नाम मैले के काढिराख्नु सबैलाई थाहा नै छ। जुन दलका हाम्रा आदरणीय नेताहरूले कहिले सिङ्गापुर बनाउँछौँ नेपाललाई भनेर भन्नुहुन्छ, हामीलाई 15 वर्ष फेरि दिनुभयो भने युरोपको स्ट्यान्डर्डमा पुर्याउँछौँ, कहिले रेल ल्याउँछौँ, कहिले पानी जहाज ल्याउँछौँ, यस्ता यस्ता हावादारी गफ गरेर हामी कतिन्जेलसम्म भ्रमको सञ्जालभित्र रहिरहने। हामीलाई मलाई आत्मा गिल्टी फिल भयो क्या, मलाई आत्मा ग्लानि भयो। हामी चेतनशील प्राणी हो नि, हामी त पशु होइन। हामीलाई धेरै पटक उहाँले ढाक्नु भयो। मार्क्सवाद, लेनिनवाद, माओ सेतुङ विचारधारा यानि कि माओ थट भन्छ नि अङ्ग्रेजीमा,
यो कुरा भनेको चाहिँ वास्तवमा मार्क्सवाद लेनिनवाद माओ सेतुङ विचारधारा भनेको चाहिँ त्यो अलग पाटो हो, तर नेपालमा त्यसको दुरुपयोग भइरहेको छ। अब किनभने मार्क्सको मूल सिद्धान्त भनेको डायलेक्टिक्स मेटालिजम द्वन्द्ववादको थ्योरीलाई लिने हो। उहाँको जन्म 1818 मा भयो, 1883 मा उहाँ 65 वर्षमा बित्नुभयो। तर मार्क्सवादको मुख्य एजेन्डा भनेको समाजमा वर्ग हुन्छ, धनी वर्ग र गरिब वर्ग। गरिब र धनी बीचमा एउटा जुन असमानताको एउटा खाडल हुन्छ, त्यो खाडललाई पूर्णको लागि सर्वहारा वर्गको अधिनायकत्ववाद कायम गर्नुपर्छ। त्यो भनेको सशस्त्र विद्रोह, राज्य सत्ता कब्जा गर्नको लागि क्रान्तिबाट, रिभोल्युसनबाट मात्रै सम्भव हुन्छ भनेर स्पष्ट लेख्नु भएको छ। तर नेपालमा बहुदलीय जनवाद, अब बहुदलीय जनवाद भनेको चाहिँ संसारमा कहीँ पनि हुँदैन। त्यो धेरै देशमा एक्सपेरिमेन्ट भइसकेको कुरा हो, प्रयोग भइसकेको कुरा हो, ट्रायल बेसिस भइसकेको कुरा हो। त्यसले गर्दाखेरि यो हुँदाहुँदै मलाई थाहा हुँदाहुँदै पनि किन चाहिँ रक्तपात गर्ने, किन चाहिँ मान्छेले नेपाली दाजुभाइमै एउटा खुन खराबी गर्ने, शान्तिपूर्ण ढङ्गले चुनावबाट, भोटबाट देशलाई परिवर्तन गर्न सकिन्छ भने नेकपा एमाले हुँदा हामीलाई किन टाउको दुखाइ, नेपाल कम्युनिस्ट पार्टी माओवादी हुँदाखेरि हामीलाई किन टाउको दुखाइ भनेर लागियो। भोट पनि हालियो, उहाँहरूलाई जिताएर ठाउँमा पुर्याइयो, तर 2/3 बहुमत पनि प्राप्त भयो। धनै लगभग 15 सिटले पुगेन होला, 2/3 को नजिक पुगेको, संविधानलाई अदल बदल गर्न सक्ने गरीको ठाउँमा पुगेको थिए एकपटक। जुन नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादीलाई फ्युजन गरेर सायद मलाई लाग्छ 70 को चुनाव होला, 74 को चुनाव, सरी एक्सक्युज मी, 74 को चुनावमा क्याम्पेन गरेर लडेको थियो। त्यतिखेर अब मैले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दै गर्दा साथीहरूले भन्लान्, यो पहिला एमाले हो, त्यहाँदेखि समाजवादी पार्टी हो, एकीकृत समाजवादी पार्टी हो भनेर भन्नु होला। तर आदरणीय मित्रहरूलाई म के भन्छु भने केपी शर्मा ओलीज्यूले पनि पार्टी छोड्नु भएको। उहाँले जुन दिन 74 मा चुनाव जितेर प्रचण्डजीले पनि छोड्नु भएको। दुईटै पार्टीलाई एउटा मर्ज गरेर हिजोको एमाले छोडियो, हिजोको माओवादी छोडियो। जसरी अहिले तारा नेपाली कम्युनिस्ट पार्टी बनाउनु भएको छ, त्यसरी नै छोडेर चाहिँ एउटा नेपाल कम्युनिस्ट पार्टी मात्रै बनाइएको थियो। त्यतिखेर प्रशस्त अपर्च्युनिटी थियो त, अवसर थियो त। त्यो अवसर कस्तो राम्रो अवसर थियो भने 5 वर्षसम्मका लागि केपी शर्मा ओलीको नेतृत्वमा सरकार चलाउने, त्यहाँबाट चाहिँ निरन्तरता पाएर जनता माझमा राम्रो काम गर्दै गएका बखत 20औं वर्ष त्यो पार्टीले जित्थ्यो, त्यो पार्टीले नेतृत्व गर्थ्यो। तर बीचमा अनावश्यक रूपमा पार्टीभित्र कुनै द्वन्द्वै नभइकन यो बहानामा त्यो बहानामा एकाएक मध्यावधि निर्वाचन गर्नुभयो। सर्वोच्चले यो मध्यावधि निर्वाचन गर्नु हुँदैन भनेर चाहिँ त्यत्रो ठुलो जुडिसियरीले असफल गर्दा पनि केपी शर्मा ओली बाले मध्यावधि निर्वाचनमा फेरि पनि धकेलेपछि देश दुर्घटनामा गएर आज देशले राजनीतिक दिशानिर्देश र एउटा सही ढङ्गले स्थायित्व सरकारको अभावमा जतासुकै भौतारिएको अवस्था छ। त्यसले गर्दाखेरि चाहिँ म नेकपा कम्युनिस्ट पार्टी एमालेलाई परित्याग गर्दै एकीकृत समाजवादीतिर म होमिएर गएँ र त्यो पार्टी पनि रहेन। माधव कुमार नेपाल आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यूहरू अहिले तारा पार्टीमा जानुभयो, त्यो पार्टी नै रहेन। अब उहाँहरूले चाहिँ पार्टी छोड्दै हिँड्दाखेरि पार्टी परिवर्तन भएको दैचिउरे नहुने, पार्टी चकवा नहुने,
होइन। हामी चाहिँ चाहिने चाहिँ के अरे यो पार्टीको राम्रो भिजन छ, यो पार्टीले केही गर्छ भनेर लाग्दाखेरि हामी चाहिँ पार्टी चाखुवा हुने, यो प्रविधि एब्सोल्युटली बिल्कुल यो राम्रो होइन, होइन त्यसरी भन्नु हुँदैन। त्यसले गर्दाखेरि यहाँ कतिपय पार्टीमा 6वटा 7वटा पार्टी हाम फाल्दै गएका मित्रहरू पनि होलान्। म नाम तोक्दिनँ त्यो पार्टीका, कहिले स्वतन्त्र भयो होला, कहिले के हुनुभयो होला, त्यसरी पनि नभनौँ। उहाँहरूले जहाँ जानुहुन्छ राम्रो काम गर्नुहुन्छ, उहाँहरूलाई अग्रिम शुभकामना, राम्रो काम गरेर देखाउनु होला। तर म यो पार्टीमा किन प्रभावित भएँ त भनेर भन्दै गर्दाखेरि बालेन शाहले भन्नुभएको छ 5 वर्षीय योजना हुन्छ। संसारको योजनामा रुसबाट सुरु भएको त्यो 5 वर्षभित्रमा चाहिँ कुनै पनि पुल निर्माण गर्नको लागि होला वा कुनै भवन निर्माणको लागि होला, देशमा 5 वर्षीय योजनाको तर्जुमा गरिन्छ। तर 5 वर्षको लागि बनाइएको योजना 20 वर्षमा पनि कम्प्लिट हुँदैन, पुरा हुँदैन। अब उदाहरणको लागि हाम्रो म्याङलुङ अहिले यति मृत सहर भइसकेको छ, अङ्ग्रेजीमा भन्नुपर्दा यसलाई डेड सिटी, मरेको बजार भइसकेको छ, सहर भइसकेको छ। अब यो के कारणले भयो त भन्दाखेरि 5 तर्फको कुमायक गाउँपालिका र तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङको बिचमा एउटा लम्बुघाट भन्छ, त्यो बाटोको पुल लगभग 65-66 सालतिर त्यो योजना बढेको, तर अहिलेसम्म त्यो अलपत्र अवस्थामा छ। त्यो काम कम्प्लिट गर्नको लागि अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको आवश्यकता छ, उहाँहरू जस्तो युवाको आवश्यकता छ, बालेन शाहको जस्तो नेतृत्व चाहिएको छ, रवि लामेछाने ज्यूहरूको जस्तो आवश्यकता चाहिएको छ। त्यो कारणले गर्दा म यहाँ आएको। मैले त्यत्रो ठुलो केही मैले सपना देखेको छु है। र अर्को कुरो, सदरमुकाम जतासुकै भत्किएको छ। अनि मलाई एउटा कहावत लाग्यो, नेपालको चाहिँ नै केही एउटा लाउरे इन्डियाका इन्डियन सरकारमा गोर्खा भर्ती लागेर गएछन्, ट्याक्क सिलगढीमा हेरेछन्, जतासुकै भत्किएको देखेछन्। भर्ती लाग्दै गर्दा गुम्पाडमा जाँदा, दार्जिलिङमा जाँदा फेरि 3 वर्षमा उनीहरूले छुट्टी पाए, फर्केर आए। अनि यसो हेर्दा झन् साह्रो भत्किएको देखे अरे त्यो रोड। अनि उनीहरूले के भनेछन् भने इन्डियन लाउरेहरूले साथीलाई यार भन्छ, होइन, यार भनेको दोस्त अथवा फ्रेन्ड भन्दाखेरि उनीहरूले यार भन्छन्। अनि एउटाले भनेछ, अरे ये रास्ता तो 3 साल पहले भी ऐसी ही थी, अभी भी ऐसी ही था, नेपाल गभर्मेन्टको कोही स्किम छैन यार भन्थ्यो अरे। त्यस्तो अवस्थामा राख्ने हो, अहिले जाइने चाहिँ के जानुहोस् तपाईँ। हामी गयौँ भने खाल्डा र खुल्डी, जतासुकै गिटी, जतासुकै अव्यवस्थित, मोटर बाइक यस्तो स्पिडमा हाँक्छन्, त्यो कुनै चाहिँ ट्राफिक नियम छैन, भद्रगोल अवस्था छ। त्यसले गर्दाखेरि त्यसलाई नियन्त्रण गर्नको लागि पनि अहिलेको युवाको आवश्यकता हो, उहाँहरू जस्तोको आवश्यकता हो, उहाँहरू जस्तोको आवश्यकता हो, होइन। त्यसले गर्दाखेरि यो अब अर्को एजेन्डामा जाउँ। रवि लामेछानेज्यूलाई सहकारी मुद्दामा जहिले झुन्ड्याएर कुदाएका छन्। त्यो के गरेको? रवि लामेछाने मात्रै सहकारीको ठगी दोषी हो त होइन। रवि लामेछाने एउटा सहकारीमा जोडिएका मान्छे होलान्, त्यो कुरा दुई मत नहोला। तर सम्पूर्ण चाहिँ के अरे त्यहाँनिर सबै ठुला ठुला दलका व्यक्तित्वहरू नै त्यहाँ गएर सहकारीमा संलग्न हुनुहुन्छ, उहाँहरूलाई कारबाही हुँदैन। अनि राजनैतिक पूर्वग्रही ढङ्गले उहाँलाई जाने सुत्नै नदी राति राति कुदाएर किन दुःख दिएको, त्यो कुरामा पनि मलाई चित्त बुझेन। अब तेस्रो एजेन्डा जाउँ। यो रासपा भनेको त लुसिफरले डिजाइन गरेको पार्टी हो। यो रासपा भनेको त बारबारा फाउन्डेसनबाट चलेको हो भनी भन्नु हुँदो रहेछ। आहा, मलाई बडो छक्क लाग्यो।
कतिपय यहाँ सांसदको उम्मेदवारहरू भन्दै हुनुहुन्छ अरे अब अमेरिकन सेना आयो के होला हाम्रो पार्टीलाई भोट दिनुहोस् पनि भन्नुहुन्छ अरे। त्यसरी भोट माग्ने होइन नि त, हामी राम्रो काम गर्छौँ हामीलाई भोट दिनुहोस् भन्ने हो हजुरको। तर उहाँले कुनै पार्टी विशेषलाई तोकेर पार्टीलाई निज ढङ्गले इग्नोर गरेर त्यसरी भोट माग्ने होइन। किनभने मैमत्था हामीमा हुनु हुँदैन। हाम्रो शालीन सांसदको उम्मेदवार भेटेका छौँ, निश्चित रूपमा हामी जित्छौँ जस्तो लागिरहेको छ। तर हामीले सबै क्षेत्रमा चाहिने चाहिँ खट्नुपर्छ र हामीले कहिले पनि ठुलो कुरा गर्नु हुँदैन। हामीले घमण्ड परित्याग गर्नुपर्छ है। हामीले मैमत्था भन्ने सबै चिज फ्याँक्नुपर्छ, अनि मात्रै हामीले जित्न सक्छौँ। सबै चाहिने तेह्रथुम जिल्लावासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई विनम्रताका साथ युवा नेतालाई जिताउनको लागि हामीले हात जोडेर आमा बुवा दाजुभाइ दिदीबहिनी सबैलाई चाहिने चाहिँ साष्टाङ्ग दण्डवत प्रणाम गरेर चाहिने चाहिँ भोट माग्नुपर्छ, अनि हामीले जित्छौँ भन्ने एउटा कुरा हो। र जुन मैले विदेशी दलालहरूको पार्टी हो भनेर हामीलाई आरोप लगाएको छ, यो कुराको भ्रम म चिर्न चाहन्छु। यो कहिले पनि त्यो हुन सक्दैन। किनभने एमसीसी पास गर्ने बेलामा मिलेनियम च्यालेन्ज कर्पोरेसन जो एमसीसी को फुल फर्म हो, त्यो पास गर्ने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी त्यो हैसियतमा थिएन, जन्मेकै थिएन। त्यो योजना ल्याउने, त्यो सन्धि गर्ने, अमेरिकाको प्रपोजललाई, विदेशी प्रपोजललाई अङ्गीकृत गर्ने भनेको यिनै ठुला पार्टीहरू हुन्। अब ठुला पार्टीको नाम मैले के भन्नु? अहिलेको ठुलो पार्टी, वर्तमान विघटित ठुलो पार्टी काङ्ग्रेस होला, एमाले होला, माओवादी होला। उहाँहरूले नै कहिले होली वाइन कोरियन क्रिस्चियनहरूको चाहिँ पिसाबमा डुबेर 7 दिनसम्म रमाउनुहुन्छ। पहिले एमसीसी पास गरेर मलाई यदि एमसीसी मैले पास गरेँ भने मलाई 4 पाटा मुण्डन गरेर डाँडा पठाइदिनु भन्नुहुन्छ आदरणीय नेताद्वयहरूले। म उहाँहरूलाई आदरणीय व्यक्ति मान्छु। उहाँहरूको के कारणले त्यसो भन्नुभयो? उहाँहरू चाहिँ 12 फाउन्डेसनबाट चल्नु भएन त्यसो गर्दा। अब टनकपुर सम्झौता कसले गरेको हो? कोशी सम्झौता कसले गरेको हो? गण्डक सम्झौता कसले गरेको हो? कसको पालामा भएको? लिम्पियाधुरा, कालापानी, लिपु लेक, टिङ्कर भन्ज्याङ, खाडी प्रदेश यो कसले गरेको हो? यो 2015 सालमा जब निर्वाचन भएको छ नेपालमा, पहिलो आम निर्वाचन, त्यतिखेर नेपाली काङ्ग्रेस 2/3ले जितेको पार्टी हो। त्यतिखेरसम्म त्यहाँका त्यो चुचे नक्साका मान्छेहरूले मालपोत तिरेका, भोट दिएर नेपाली काङ्ग्रेसलाई जिताएको प्रमाणहरू छ भने एकाएक 17 साल पछाडि त्यो गौड भएर गयो। त्यसको पछाडि के पञ्चायतले बेचेको भन्नु? अब त्यसलाई एक त्यो मुद्दा भयो। अब दोस्रो मुद्दा, अघि मैले भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई कहीँ दोस्ने ठाउँ छैन। अबका दिनमा सम्पूर्ण नेपाली जनताले 2/3 बहुमत नभए पनि सिङ्गल बहुमत दिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई जाने अग्रसर गराएर तेह्रथुमबाट हाम्रो सुरेन्द्र कार्कीजीलाई जिताएर रवि लामेछाने, बालेन्द्र शाह सबै हाम्रा उम्मेदवारहरूले जितेर माथि पुगिसकेपछि अनि त्यहाँदेखि नयाँ नेपालको खाका कोरेपछि अनि मात्रै हामीलाई ब्लेम गर्ने ठाउँ हुन्छ। तर यति चाँडै नै मलाई यो पार्टीलाई ब्लेम गर्ने, अहिले नै बच्चामै यसलाई चाहिँ तुहाउने खालको षड्यन्त्र भइराखेको छ। यो षड्यन्त्रको भ्रम हामीले चिर्नुपर्छ भन्दै म अब धेरै समय लिन्न। यो विविध समस्याहरूलाई चिर्नुपर्छ र त्यसले गर्दाखेरि अब म थोरै पनि एउटा के कुरालाई म स्पष्ट गर्न चाहन्छु भने, मैले अघि पनि भने कम्युनिस्ट पार्टीले चुनावमा भागै लिँदैन। कम्युनिस्टको शाब्दिक अर्थ भनेको के हो? साम्यवाद हो। कम्युनिस्ट भनेको त अङ्ग्रेजी वर्ड हो। कम्युनिस्ट वर्डलाई नेपालीमा ट्रान्सलेट अथवा अनुवाद गर्यो भने
त्यो हो साम्यवाद। अब नेपालमा साम्यवाद पार्टी नाम राखेर माथि बोकाको टाउको राख्ने, तल कुकुरको मासु बेच्ने काम भइराखेको छ। अब जहिले तहिले यसरी कम्युनिस्टको नाममा अब राजनीति गर्नु अन्तर्राष्ट्रिय मुद्दा लाग्छ। यसैले गर्दाखेरि विश्व कम्युनिस्टले नेपालको कम्युनिस्टलाई निमन्त्रणै गर्दैन। किन गर्दैन? विश्वासै गर्दैन। त्यसले गर्दा क्यापिटलिजम भनेको के हो, सोसियलिजम भनेको के हो भन्ने कुरो थोर बहुत हामीलाई पनि थाहा छ। राज्य भनेको उग्रवादले चल्दैन, उग्रवादी हुनु हुँदैन। हामीहरूले इन्डियालाई दोस्ने होइन, हामीले चाइनालाई दोस्ने होइन, हामीले अमेरिकालाई दोस्ने होइन। अमेरिका आफ्नै ठाउँमा होला, उसको पोलिसी विस्तार संसारभरि गर्न चाहन्छ होला, उसले चाइनाले चाहन्छ होला, हाम्रो छिमेकी राष्ट्र भारतले चाहन्छ होला। तर उहाँहरूले हाम्रो नेपालीहरूले सम्मान गर्नुपर्छ। तर हाम्रो आवश्यकता अनुसार, हाम्रो फाइदा अनुसार हामीले हाम्रा नेताद्वयहरूले नेपालको हितको पक्षमा चाहिँ नै बोल्नुपर्छ र काम गर्नुपर्छ। उहिलेका बुढापाकाले भन्थे, नेपाली लोकोक्ति अनुसार के भन्नुहुन्थ्यो भने, अरूलाई चोर नलगाउनु, आफ्नो थैली दरो बान्नु। अनि यहाँ थैली दरो नबान्ने अनि सस्तो लोकप्रियता कमाउनुको लागि भारतलाई विरोध गर्ने, सस्तो लोकप्रियता कमाउनुको लागि अमेरिकालाई विरोध गर्ने, चाइनालाई विरोध गर्ने, यो काम पनि हामीले छोडिदिउँ है। जति हाम्रो नेपाल छ त्यो देशमा शान्ति सुव्यवस्था र आदरणीय बालेन शाहले, आदरणीय नेता रवि लामेछानेज्यूले र हाम्रो सुरेन्द्र कार्कीज्यूले भोलि गएर चाहिँ जित्दै गएर देशको हितमा, राष्ट्रको हितमा, ठाउँको हितमा काम गर्नुहुनेछ र सबै हाम्रो तेह्रथुम जिल्लावासीलाई र देशभरिका जनताहरूलाई राम्रो किसिमको सुशासन र छिटो छरितो ढङ्गले आफ्नो सरकारी कामहरू गराएका बखत र ठिक समयमा चाहिँ एउटा पञ्चवर्षीय योजनाहरू पुरा भएका बखत आदरणीय हाम्रो कृष्ण चङबाङज्यू केन्द्रीय प्रसार विभागको नेता हुनुहुन्छ, हाम्रो धर्म खड्काज्यूहरू हुनुहुन्छ, हाम्रो सबै यहाँ फेरापका अध्यक्षज्यू हुनुहुन्छ, म्याङनुङका अध्यक्षज्यूहरू हुनुहुन्छ। सबैलाई मैले एकमुष्ट सम्बोधन गरेँ। यो पार्टीको सबैभन्दा राम्रो भिजन छ, यहाँ अझै ओटी नओटी हाम्रा मित्रहरू आउनुहुनेछ भनेर हामीले आशा राख्नुपर्छ भन्दै यो मेरो दुई चारवटा शब्दहरू यहाँलाई मैले एउटा आज्ञा माग्दै समय अभावको कारणले गर्दाखेरि म बिदा हुन चाहन्छु हैन, टुङ्ग्याउन चाहन्छु। जय घन्टी, जय राष्ट्रपति। स्वागत छ र